जिल्ला रौतहट को मध्य भागमा रहेको गौंडरा नगरपालिका वार्ड नम्बर 2 गेढीगुठी टोलको अवस्था हो। यी सबैमा बाटो घाटो खेत केही देखा परिरहेको छैन, सबै पानी डुबानमा डुब्यो। यस्तो अवस्थामा म के भन्न चाहन्छु साथीहरू कि सबभन्दा पहिला आफ्नो जान जीव धनको सुरक्षित गर्नु होला, सकेसम्म उच्च स्थानमा आइदिनु होला, गाउँतिर लाग्नु होला। यस्तो अवस्थामा कुरेर कसैले आएर मलाई सहयोग गरिदिन्छ भनेर नबस्दिनु होला, किनकि यो बाढी पानी पनि बन्द नहुने अवस्थामा छ। बाढीको रूप पनि बढ्दै क्रममा छन्। यो बिहानै 4 बजेतिर केही थिएन, अहिले 2-3 घण्टामा यस्तो रूप लियो पानीले। यो नजिकमा हाम्रो बागमती नदी रहेछन्, त्यो बागमती नदीको बहाव बढेर यस्तो भयो। यता छेउमै एउटा लम्हा नदी रहेछ, त्यो नदीको पानी सबै आएर यस्तो अवस्था भयो। यो अवस्थामा हेर्नु, यो बगैँचाहरूमा पनि कस्तो पानीको रूप रहेछ। म अरू अवस्था पनि अहिले पानी परिरहेछन्, म अरू अवस्थाहरू पनि म यही भिडियो मार्फत एकछिनमा फेरि हजुरहरूलाई जानकारी गराउँछु।